पानीमाथिको विश्वास। हामी मत्ती सुसमाचार 14 अध्यायको 22 पददेखि 31 पदलाई हामी 3 भागमा विभाजन गर्दाखेरि हामी हेर्न सक्छौँ। 22 पददेखि 24 पदमा येशूले भिडलाई बिदा गरी चेलाहरूलाई डुङ्गामा पठाउनु भयो। उहाँ एक्लै डाँडामा गएर प्रार्थना गर्नुभयो, जसले उहाँको प्रार्थनाप्रतिको निष्ठा र परमेश्वरसँगको घनिष्ठ सम्बन्ध देखाउँछ। यस बीचमा चेलाहरू समुद्रको बीचमा थिए र बलियो हावाले उनीहरूलाई डराएको थियो। हामी 25 पददेखि 27 पदसम्म जब हेर्छौँ, येशूको उपस्थिति, डरमाथिको विजय। लगभग 3 बजे येशू पानीमाथि हिँड्दै चेलाहरूको नजिक आइपुग्नुभयो। चेलाहरूले उहाँलाई देखेर भूत ठानेर डरले चिच्याए, तर येशूले तुरुन्तै भन्नुभयो, साहस गर, म नै हुँ, नडराऊ। यसले देखाउँछ कि जब हामी जीवनको आँधीमा डराउँछौँ, तब प्रभु हाम्रो नजिक आउनुहुन्छ र साहस दिनुहुन्छ। हामी 28 पददेखि 31 पदसम्म जब हेर्छौँ, पत्रुसको विश्वासमा शङ्का। हाम्रो विश्वासमा कसरी शङ्का आउँछ त? पत्रुसले भने, हे प्रभु, तपाईँ नै हुनुहुन्छ भने मलाई पानीमाथि आउने आज्ञा दिनुहोस्। येशूले मुस्कुराउँदै भन्नुभयो, आऊ। पत्रुस पानीमाथि हिँड्न थाले, तर हावाले जोड दियो, डराएर डुब्न लागे। उनले चिच्याएर भने, हे प्रभु, मलाई बचाउनुहोस्। येशूले तुरुन्त हात बढाएर उहाँलाई समात्नुभयो र भन्नुभयो, ए अल्पविश्वासी, किन शङ्का गर्यौ? यसले हामीलाई मुख्य सन्देश दिन्छ कि विश्वासले असम्भवलाई सम्भव बनाउँछ। जब पत्रुसले विश्वास गरे, उनले पानीमाथि हिँडे, तर शङ्का गर्दा तिनी डुबे। जब हाम्रो जीवनमा जुनसुकै समस्याहरू होस्, त्यो समस्याहरू हामीले महसुस गर्ने बित्तिकै जब हामी त्यो समस्यादेखि डराउँछौँ, तब हामी त्यो समस्याबाट हामी एकदमै अझ जीवनमा अरू समस्याहरूमा गुज्रिन थाल्छौँ। जस्तै पत्रुस डराए र डुब्न थाले, येशूले तुरुन्तै बचाउनु भयो। जब हामी उहाँलाई पुकार्छौँ, उहाँ ढिलो गर्नुहुन्न। प्रार्थनाको जीवनले हामीलाई सधैँ जीवनमा स्थिरता दिन्छ र हामीलाई परमेश्वरसँग कायम राख्छ। आमेन।